अब सुँगुर मासु पकाइ हुँदैछ। फर्स्टमा जिरा हालेर तपाईको यो हाल्नुपर्छ। त्यहाँदेखि अदुवा, त्यहाँदेखि बादमा चाहिँ एक जोडा लसुन, त्यसको बादमा चाहिँ अनियन, 1 केजी मासुमा 2 केजी प्याज। अब चाहिँ प्याज मजाले पाक्यो। अब हाल्नुपर्छ सुँगुरको मासु। अब यो तपाईको मासु रेडी हुँदैछ। यसलाई चाहिँ अब मजाले रातो भइन्जेल भुट्नुपर्छ। अब चाहिँ पक रेडी भयो, हुन आँट्यो। अब यो मसलाहरू हाल्नुपर्छ। यस्तो हाल्नु पर्यो, अर्को मसला हाल्नु पर्यो, मसला यसरी, त्यहाँदेखि नमक हाल्नुपर्छ। बस त्यहाँदेखि चलाएको यसरी। अबको 10 मिनटमा पक रेडी भयो। अब चाहिँ पक रेडी भयो। खानु आउँदा हुन्छ अब चाहिँ।